गाइस कस्तो हुनुहुन्छ स्वागत छ तपाईलाई मेरो एउटा नयाँ ब्लगमा अनि आज चाहिँ म कलेज जाँदैछु हेर्न सक्नुहुन्छ मलाई आज बाटोमा हिँड्दैछु हेर्नु गाइस यहाँ पानी कसरी गइरहेछ पानी त कत्रो आयो यार यहाँ त स्विमिङ खेल्दा नि होला जस्तो भयो मलाई चाहिँ आज एकदम ढिलो भइरहेको छ गाइस 6 बजे पुग्नु पर्ने 6 बजे त म यहीँ छु अब 6-7 मिनेटमा पुगिन्छ गाइस यहाँ त यस्तो भएछ पुरै खोलै तर्नु पर्ने भएछ यार खोला तर्नु पर्यो खोला पनि तर्ने बल्ल बल्ल गाइस आज चाहिँ ढिलो भइसक्यो मलाई हेर्न सक्नुहुन्छ कति भइसक्यो अलि छिटो जानुपर्ने ढिलो पनि भिडिरहेको छु ढिलो पनि भयो मलाई अब यहाँबाट 4-5 मिनट लाग्छ अझै आज गाली खाइन्छ कि थाहा छैन गाली खाइन्छ जस्तो लाग्यो मलाई गाइस म चाहिँ क्लासमा छु अहिले हेर्न सक्नुहुन्छ केटाहरू अहिले गेम खेलिरहेको यस्तै छ गाइस हाम्रो क्लास हेर्न सक्नुहुन्छ यिनीहरूले गेम खेलिरहन् डिआरएस खेलिरहन् हेर्न सक्नुहुन्छ गाइस हाम्रो साथीले लेखाएर गइसक्नु भएको छ हेर्न सक्नुहुन्छ गाइस हाम्रो केटाहरू चाहिँ यहाँ कम्पिटिसन भइरहेको यहाँ गाइस हेर्न सक्नुहुन्छ ल ल केटाहरूको ल कलेज चाहिँ त ल गाइस ल ल ल कलेज छ डेन्जर हान्दिएर ल अब चाहिँ कहिले जित्छ है त उयो त डेन्जर हान्दिएर यार गाइस अब कहिले जित्छ होला वे तर कम्पिटिसन गरिरहेको छ वे इजी जित्ला जस्तो इजी अस्ति इजी जितिसकेको छ उनीहरूको कम्पिटिसन फेरि रिकम्पिटिसन हुन लागेको छ अहिले जितेको थियो अब के हुन्छ जितिसकेको छ पसिना आएर पछाडि बिच बढाइरहनु भएको छ पछाडि बढाइरहनु भएको छ हेर्नु यस्तो भइरहेछ ओए जितिरा म त सक्दैन यार म कसैलाई सक्दैन होला यार म त कसैलाई सक्दैन होला यार ल गाइस हेर्न सक्नुहुन्छ यहाँ किन निनी मोला कलेज छ किन निनी मोला गाइस हेर्न सक्नुहुन्छ अब ओए ओए जितिरा यार पत्तालाडे कम्पिटिसन भइरहेको छ गाइस यो कलेज चाहिँ हेरौँ है त अब यो कलेज छ ओए ओए दोरो कम्पिटिसन गरिरहेको छ गाइस गाइस अहिले चाहिँ छुट्टी भइसकेको छ सबैजना हेर्न सक्नुहुन्छ कलेजबाट निस्किसकेका छन् अब चाहिँ टक्क एकछिन पछि घर जाने गाइस अब हामी चाहिँ टक्क लाएर हिँडिसकेका छौँ एकछिन जाने गाइस हाम्रो यहाँ केटाहरू गेम खेलिरहेको छन् अनि आज चाहिँ घर नगएर यसो गफसफ गरियो हेर्न सक्नुहुन्छ गाइस अब घर जाने होला सायद अब चाहिँ गाइस ब्याग स्याग बोकेर टक्क लाएर होइन घर जानु पर्यो
गाइज मेरो बाइक चाहिँ यो हो। टक्क अब म टक्क यो गर्छु लैजान्छु। ल जाम ल बाई भाइ मेरो भाइ ल मेरो सानो भाइले सबले सब्सक्राइब गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, सब्सक्राइब 1 बाट 2 बनाइदिनु होला। पकाउँछ क्या हो गाइस अब चाहिँ जानुपर्छ जाम अब चाहिँ हामी कस्तो जाने है 220 स्पिडमा ल गाइस अहिले चाहिँ म होइन टक्क स्कुटरबाट आएर यहाँ हिँड्दैछु हेर्न सक्नुहुन्छ यहाँतिर हाँस रहेछ हाँस रे के अरे बकुल्ला बकुल्ला रहेछ यहाँतिर केलाई के भन्छ गाइस अहिले चाहिँ म घरमा आएर पनि एक निन्द्रा सुतेर पनि उठेर यसो भिडियो एडिटिङ गरेर बसौँ भने अनि भिडियो इन्डै गरेको थिइनँ अनि त्यसपछि फेरि सम्झेँ अनि त्यसपछि तपाईँहरूले अहिलेसम्म भिडियो हेरिरहनु भएको छ भने लाइक हानिदिनु होला सब्सक्राइब गरिदिनु होला अनि कस्तो लाग्यो कमेन्ट गरिदिनु होला अब कुनै अर्को भ्लगमा